Morning, what's up, people? Oh no, shit. Hello, सबजनालाई नमस्ते, good morning, everyone. And आजको चाहिँ भ्लग रहेको छ. And we are heading towards सिक्किम, साउथ सिक्किम, मेरो मामला. अनि धेरै वर्ष पछाडि म र मम्मी सँगै जान आँटेको. म चाहिँ लास्ट इयर पनि गएको थिएँ. अनि आज चाहिँ ढिलो पनि भइसक्यो है. आज त्यस्तो घाम पनि लागेको छैन, वेदर एकदमै है एकदमै धुम्म परेको वेदर छ. अनि त्यसै कारणले गर्दाखेरि चाहिँ अब हामी जानुपर्ने हुन्छ. हामीलाई ढिलो पनि भइसकेको छ. तपाईँले हेर्नु होला, ऱ्यान्डम भ्लग हो यो. हामी गएको अब ल हामी आइहाल्छौँ. अब हामी 4-5 दिनमा, 5 दिनमा त होइन 6-7 दिन होला. 7 दिनमा आउँछौँ हामी. यसको नाम चाहिँ विनी हो. अनि यो चाहिँ एकदम राम्रो कुकुर छ. यो चाहिँ केटी हो है. ल हामी गएको विनी. बाई 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 ल गाइज, हामी चाहिँ अहिले यहाँनिर गाडीमा चढिसकेको छौँ. त्यो चाहिँ दिन एकदम धुम्मेको कारणले गर्दाखेरि मैले भर्खरै यो स्वेट सर्ट लगाएको होइन. मैले अब टी सर्ट लगाएको थिएँ अनि मैले फेरेको भर्खरै. आज जुन चिसो छ मौसम, त्यसै कारणले गर्दाखेरि. अनि मम्मी आइसक्नु भएको छ नि त. ल हामी जाँदैछौँ. गाडी बल्ल पाएन अनि अब गाडी हिँडेर आँटेको छ पानडेङ्गीबाट. मान्छेहरू फुल भइसक्यो. अब हामी जान आँटेको. अहिले कति बज्यो? 11 बजिसकेको छ. 12, 1, 2 लगभग हामी 2 बजी पुग्छ होला. गाडीको बिचमा परेको थिएँ, त्यसै कारणले गर्दाखेरि म बोल्नु पनि पाइनँ, भिडियो पनि गर्नु पाइनँ. सुतिरहेको थिएँ नि त साइडमा, मान्छे डिस्टर्ब हुन्छ भनेर. सो स्याड. बल्ल जाम खोल्यो होइन, पर्दैन जाम लागिरहेछ. जाम बिचमा परेको चाहिँ लास्टको बिचमा केही भिडियोहरू गर्नु भएको छैन क्या. अति अप्ठ्यारो परिरहेछ. च्याल नपाउँदाखेरि पनि दुःख पाइन्छ. कलेज गयो होला यो चाहिँ हामी अहिले टिस्टा नदीमा आइपुगेछौँ. अनि यो चाहिँ टिस्टा खोला. अनि ड्याम बन्द गरेको कारणले गर्दाखेरि चाहिँ पानी एकदम बढिएको छ. तपाईँले देख्न सक्नुहुन्छ. चेकपोस्ट मल्ली. हामी मल्ली आयौँ. हामी चाहिँ आज बाजेकोमा जाने हो, मुनु घरमा. अनि गाडीको देखाउनु पाएन. आज जस्तै बिचमा बसेको थिएँ, लास्टको केही भिडियोहरू गर्नु पाएन नि त. अनि यो बाटो चाहिँ जोरथाङ जान्छ. यताबाट हामी मल्ली जाँदैछौँ. हामी मल्ली बजार के भयो भारी बोकेर पहिला यहाँ आउनु अरे बजारमा यहाँनिर बेच्नु. अनि यो यस्तो भइसक्यो अहिले है. मेन बजार यही हो. अब पहिला अब के हिँडेर जानु पर्दैन. पहिला गाडी थिएन, बाटो त. अहिले त को हिँड्छ त? अहिले त कोही पनि. हजुर. अबदेखि हामी यहाँबाट चाहिँ हामीले लोकल अब गाउँ बस्ती हो नि त. बस्तीमा चाहिँ गाडीहरू पाउँदैन, यताउता पर्खिनुपर्छ गाडी. अनि उत्रेर अनि खाजा चाहिँ खाने, अनि गाडीमा चढ्ने. आज हामीले धेरैवटा गाडी पेटिसक्यो. फोन गरौँ न. ए त्यो नेट प्याक हाल्नु भन्छ अङ्कल. यहाँ कहाँ हाल्छ नेट प्याक? हजुर. खोज्नुपर्छ. जाउँ न. हुन्छ. ग्राउन्ड यहाँनिर मल्ली ग्राउन्ड. यहाँ त्यस्तो ग्राउन्ड हुन्छ है पाहाडतिर त होइन. अनि यो माथि चाहिँ सब ट्रेन ल्याउनुको लागि टनलहरू खन्दै रहेछ. ट्रेनको लागि यो चाहिँ अब सिक्किममा ट्रेन ल्याउने रहेछ. अब हामी खाजा खान्छौँ. हामी चाहिँ अहिले खाजा खानु यहाँनिर बसेको छौँ मल्ली बजारको सिनोरा रेस्टुरेन्टमा. अनि चिकन मोमो मात्रै रहेछ.
चिकन मोमो खाने हो म चाहिँ मम्मीलाई चाहिँ फेरि चिकन मोमो मन पर्दैन अरे के खानुहुन्छ त अनि त्यही त छ नि अब त्यही खाने अब भेज मोमो पाउँछ भेज अब पाउँदैन छैन भेज अनि यहाँ चाहिँ स्कुलको स्टुडेन्टहरूको राइम्सहरू हुँदो रहेछ नि है छुट्टी हुने बेला भएछ अनि राइम्स हुँदैछ बच्चाहरूलाई हुन्छ मलाई खोल्नु नआएको के हो यो खोल्नु आएको त्यही भने कसरी खोल्छु यो त म त आएँ नि मलाई खोल्नु यो त नखोल्ने सिस्टम हो क्या हो ए खोले सबैजनाले माथि हिँडेको छ क्या क्यामेरामा पनिर जस्तो छ लगाम खाना अलिक जाँदैछु घरमाथि बाटोदेखि पनि हाम्रो घर चाहिँ लगभग घर चाहिँ हाम्रो अब जस्तै 10 मिनट लाग्छ नि त माथि जानु अनि त्यही भएर फुपा आउनु भइदिनु फुपा लिनु आउनुभयो अब हामी जाँदैछु जुस खाइसक्यो त अघि खाइसक्यो मेरो अगाडि त खानेकुरा नराख्ने सब सकाइन्छ नि फेरि खोइ उयोहरू मेरो ब्याग कहाँ हाल्नुभयो अनि आइसियो घर खोइ हो ब्याग कहाँ यता पछाडि राखेँ क्या हो फुपा क्या ओके ल अन्त ब्यागहरू निकाल्नु आँटेको चाहिँ फ्रेस भइसक्यो फ्यापुलो सुमा चाहिँ कहिले आएको ठिकै छ गाडीमा देखेँ मैले देखेँ हेलो भन्छौ न हेलो भन न मेरो मेमै आपा कहाँ आउनु भएन नि आपा आएन आपा दोकानमै राखिदिएको आपालाई खोइ माम ए उतापट्टि ए उता मरौ भएछ होइन आज त दिन पुरा धुम्बिरहेको छ अनि म चाहिँ अब पर दोकान जाँदैछु वाइवाई ल्याउनु पर्ने छ त्यस कारणले गर्दाखेरि स्कुटीमा मेरो नानीको स्कुटीमा अरू 150 को म्यागी 50 को वाइवाई लिन आएको छु यहाँ होइन दोकानमा अनि अब खाना खानुपर्छ नि त खाना खानु भनेर डाइरेक्ट अनि खाना चाहिँ फेरि नखाने खाजा खाने भन्दा हुँदै अन्त 50 को वाइवाई 50 को म्यागी नाउ फेरि ब्याक टु होम वाइवाई र म्यागी लिएर म चाहिँ माथि जाँदैछु घर होइन अनि अब म चाहिँ बनाउँदिनँ खाजा चाहिँ अब फुपूले नै बनाउँछ फुपूले नै बनाउनुहुन्छ म चाहिँ कस्तो अलिक ठाडो बोल्ने भएको छु आजकल अलिक बानी बिग्रेको छ मेरो अनि हाम्रो चाहिँ यो बस्ती छ है मेन हाम्रो पापाको यहाँ बाजेको घर चाहिँ अनि स्कुटी चाहिँ फेरि एकदम घारेर घुरेर बनाएछ लडाएछ पुरा यहाँनिर होइन त्यो सिक्दाखेरि लडेको होला स्कुटी एकदम साउन्ड आइरहेछ ओके गाइस थ्याङ्क यू सो मच आजको भ्लग ऱ्यान्डम भ्लग यो अब तपाईँहरूले डेली भ्लग देख्नुहुन्छ अब म भोलि हामी फेरि यहाँबाट जाँदैछु अनि लाइक अब आज फर्स्ट डे यो हामी आएको होइन अब हामी चाहिँ लाइक 1 विकमा फर्किन्छौँ अनि अब हामी बेसी त घुम्नु पाउँदैन होला त्यो भन्दाखेरि अब यहाँ भेटघाटको कार्यक्रम छ अनि मम्मीले चाहिँ यताउति भेट्नुपर्ने हुन्छ आफ्नो मान्छेहरूलाई है हुन्छ थ्याङ्क यू सो मच भ्लग हेरिदिनु भयो आजको यो भ्लगलाई म यही इन्डिङ गर्छु है ओके अब घर आउन आँटेको छ